नमस्कार नमस्कार छ सम्पूर्ण विश्वमा छरिएर बस्नुभएका आमाबा तथा दाजुभाइ दिदीबहिनीहरुमा मेरो तर्फबाट नमस्कार स्वागत छ। म तपाईहरुको बीचमा केही मेसेज भन्न गइरहेको छु है। गफमा हाम्रो देश नेपाल सिद्धिसकेको छ, खै तपाई हामी कसैले त्यसमा ध्यान पुर्याएका छौं। आज हाम्रो देशमा चाहिँ हामीले हेर्यो भने चिया पसलदेखि लिएर चाहिँ अनि रेस्टुरेन्टदेखि लिएर चाहिँ अनि 5 स्टार होटलदेखि लिएर वडा कार्यालय, नगरपालिका, जिल्ला कार्यालय अनि विभिन्न ठाउँहरुमा जहाँ पनि हेर्यो भने मानिसहरु राजनीति गर्ने, गफै गर्ने, ठुलो कुरा गर्ने है चाहिँ अनि चाहिँ पार्टीका कुरा गर्ने अनि नेताका कुरा गर्ने, तर देशको कुरा कसले गर्ने? देश बनाउने कुरा कसले गर्ने? देशलाई चाहिँ बनाउनु पर्छ, देशलाई चाहिँ अनि हामीले चाहिँ सबै मिलेर अगाडि बढाउनु पर्छ, देशको आर्थिक उन्नतिलाई समृद्धिमा लानुपर्छ भनेर खै को व्यक्तिले भनेको छ। आज देशमा चाहिँ दोष लगाउने कामहरु मात्र भइरहेको छ। देशमा चाहिँ एउटा चाहिँ मानिसहरुले एउटाले अर्काको अनि गरेको कामको प्रशंसा छैन, राम्रो कामको एउटा प्रशंसा छैन। जसले राम्रो काम गर्न खोजिरहेको छ त्यसको खुट्टा तान्ने काम भइरहेको छ है। हामीले चाहिँ हेर्यो भने हाम्रो देश चाहिँ विश्वमा चाहिँ एउटा स्वर्ग जस्तो देश छ है। विश्वका मानिसहरु लाखौं रुपैयाँ अनि चाहिँ भन्सार तिरेर चाहिँ हाम्रो देशमा टुरिस्ट भएर चाहिँ देशलाई हेर्न आउँछन् भने हामी यो देशको नागरिक भएको हुनाले यो जन्मभूमिमा जन्मिएको हामी चाहिँ यहीँको माटोमा चाहिँ हुर्केको मानिसहरूले आज हाम्रो देश स्वर्ग छ भनेर हामी बुझ्न सकिरहेका छैनौँ। हाम्रो देश विश्वमा धनी छ भनेर हामी बुझ्न सकिरहेका छैनौँ। हाम्रो देशमा चाहिँ सुन खाने छ, हाम्रो देशमा पित्तल खाने छ, हाम्रो देशमा चाहिँ तामा खाने छ, हाम्रो देशमा चाहिँ कोइला खाने छ, हाम्रो देशमा पेट्रोल खाने छ, हाम्रो देशमा चाहिँ अनि के छैन ल प्रियहरुलाई भन्नुस् त, श्रोताहरु तपाईहरु भन्नुस् त, हाम्रो देशमा के छैन? हाम्रो देशमा सबै कुरा छ, तर पनि हाम्रो देशमा हामी केही नभएको जस्ता नाङ्गा बुङ्गा जस्ता भइरहेका छौं। आज देशकामा अनि मागेर खाने भाँडा बनाइरहेको छ नेताहरूले अनि नेपाली जनताको आँखामा छारो हालिरहेको छ, नेपाली जनतालाई बेक्कु बनाइरहेको छ। 2007 सालदेखि लिएर अहिलेसम्म हेर्यो भने नेपालमा चाहिँ अनि कुनै कल कारखाना छैन, कुनै नदी नालाको अनि उद्योगको अनि आयोजना चाहिँ जल स्रोत आयोजना छैन, अनि कुनै चाहिँ एउटा चाहिँ रोजगारको सिलसिलाको कुनै आधार छैन, अनि एउटा चाहिँ प्र्याक्टिकल शिक्षा छैन, अनि एउटा आत्मनिर्भर हुने चाहिँ कुनै आधारै छैन नेपालमा। तर पनि हामीले चाहिँ अनि गफ गर्न छोडेका छैनौँ, समयलाई बर्बाद गर्न छोडेका छैनौँ। हामी चाइनालाई हेर्नुपर्छ। अब हामीले देश बनाउनु छ भने चाइनालाई हेर्नुहोस् त, तपाईले उसले 2 मिनेट कुरा गर्छ भने 1 घण्टा उसले काम गर्छ, अनि उसले 10 मिनेट कुरा गर्छ भनेपछि उसले 4 घण्टा काम गर्छ। आज विश्वमा चाइना ग्रेटवाला चाइना भनेर चिनेको छ, विश्वमा शक्तिशाली भनेर चिनेको छ, विश्वमा पावरफुल भनेर चिनेको छ, अनि उसको प्रोडक्ट सामानहरु विश्वको हरेक बजारमा खपत भएको छ। विदेशी मुद्रा चाहिँ अनि उसको देशमा भित्रेर ऊ चाहिँ धनी भएको छ, आत्मनिर्भर भएको छ। आज चाइनालाई हेरेर हामीले सिक्नुपर्छ, अगाडि